साथीहरु, हाम्रो भिडियोमा हजुरलाई स्वागत छ। आज हामी देउलीको लोकल बोकाको मासु र अचार साग खाँदै छौं। भिडियो हेर्न चाहिँ नभुल्नु होला, लाइक कमेन्ट शेयर गर्नु होला, माया गरिदिनु होला। माया गर्नु होला धेरै भन्दा धेरै। अब हामी खाना स्टार्ट गर्यौं है। खुर्सानी छ, हेर्नु साथीहरु, अचार छ, यहाँ भात छ, मासु भुटुवा, सम्फो पासे, साग लोकल गाउँबाट आएको लोकल साग, लोकल मासु, झोलसितको भुटुवा। हेर्नुस् खाने भए आउनु होला गाइस। गला लाग्छ भात खाँदा, भात र मासु पानी पनि खान पर्छ साथीहरु। अब हामीले खान्छौँ है। हामीले खान्छौँ। हाम्रो भिडियो हेरेर धेरै भन्दा धेरै माया गर्दिनु होला। आज हामी साथीहरु बुहारी नानी र म मात्र छौँ। उर्मिला सिस्टर चाहिँ भोलि आउनुहुन्छ अनि टिन्टीको भेरी आउँछ। एकदम पर्फेक्ट भएर आजको त कस्तो आउँछ साथीहरु, त्यही पनि यसो कमेन्ट गरिदिनु होला। लोकल बोकाको हेकुलो साथी हो, मेरो माइतबाट मेरो प्यारा भाइ बुहारीले पठाइदिएको लोकल बोकाको मासु। अनि यहीँबाट सम्झेछु भन्नु न, भिडियो हेर्नुहुन्छ। धेरै भन्दा धेरै सम्झेको छु उर्मिलालाई नि। मासु भन्दा नि उर्मिला सिस्टर जानुभएको छ देउली देउली मान्न भनेर अरहाँची फलाफुली हान्ने ठाउँमा। सन्ध्याहरूदेखि उतै भन्नु। सोनीघरकाबाट 1.5 घन्टाको बाटो छ। बुटोलबाट जान चाहिँ सन्ध्याबाट 4 घन्टा लाग्छ। हेर्नु साथी हो, चिनेकाले चिन्नु भयो होला, नचिनेकाले सुन्नु होला। चिनजान गरौँला अब खाऊ। साथी हो, मासु खान नै सकिन्न, कसरी खाने होला। ए साथी हो, यति खाइदिन आउनुहोस्। लो कति छ हाम्रो घरमा मासु, फ्रिज भर्रे छ मासुले। सबैले माया गर्छन् साथी हो। रिता रेशमी भन्ने रिता सिस्टरले नै मासु ल्याइदिनु भएको। कान्छा भाइ बुहारीले नै मासु पठाइदिएका, माया गरेर धेरै भन्दा धेरै। फेरि जेठी बुहारीले भोलि पठाइदिँदै छिन्। उर्मिला सिस्टरले लिएर आउँदै हुनुहुन्छ साथी हो। मेरो माइला रानी छोरी मनकला पुनले पनि बसन्तीको मम्मी हो। मनकला पुन बहिनीले नि फेरि अझ भएन भनेर त्यसले नि माया गरेर मासु पठाइदिए। मासु त कति छ, कति खाने हो, कति खाने। 1 महिनासम्म खाएको खाइ। हामी छौँ जम्मा अब 2टी। उर्मिला सिस्टर आएपा 3टी। कसरी खाने होला साथी हो। खाने भए हाम्रो घर आउनु होला, टन्नै पाउँछौँ। ए भिडियो हेरेर चिनेका साथीहरू आउनु होला प्रसाद खान। हामीले खाना सक्दैनौँ कि जस्तो छ। फाइनली साथी हो, खाएर भइयो अब मासु भात। अब रहेको दिउँसो खामला भोक लाग्छ भने। अब हामी भिडियोबाट बिदा हुन्छौँ। लाइक कमेन्ट गरिदिनु होला,
माया गरेर। हस् त, धन्यवाद।